आज म तपाईहरुलाई मोबाइल बैंकिङबाट प्लेन टिकट कसरी काट्न सकिन्छ म मजाले सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला है त। पहिला आफ्नो मोबाइल बैंकिङ ओपन गर्ने, माथि राइट साइडमा भ्यू अल छ त्यसमा क्लिक गर्ने, त्यसपछि थोरै तलतिर डोमेस्टिक फ्लाइट छ त्यसमा क्लिक गर्ने। त्यसपछि तपाई कुन ठाउँबाट जाँदै हुन्छ त्यो ठाउँको नाम सिलेक्ट गर्ने। मैले भद्रपुर गरे। तपाई कुन ठाउँसम्म पुग्नु पर्ने हो त्यो सिलेक्ट गर्नुहोस्। मैले काठमाडौँ गरे। डिपार्चर डेटमा चाहिँ तपाई जाने दिन कुन हो त्यो सिलेक्ट गर्ने। डिपार्चर डेटमा क्लिक गर्ने। त्यसपछि यहाँ तल क्यालेन्डर आएको छ, म चाहिँ 12 तारिखको गर्दिदै छु भोलि। त्यसपछि तलतिर छ नम्बर अफ प्यासेन्जर्स। त्यसमा तपाईहरु कति जना हुन्छ त्यही अनुसार सिलेक्ट गर्ने। यदि बच्चाहरु भएको खण्डमा सेकेन्ड अप्सन पनि चुज गर्न सकिन्छ। मैले एक जना मात्रै गरे। त्यसपछि सर्च फ्लाइट गर्ने। त्यसपछि यहाँ कुन फ्लाइट कुन टाइममा छ भनेर देखाइसकेछ। तपाई कुन समयमा जान चाहनुहुन्छ सिलेक्ट गर्ने। जस्तै मैले 8:15 AM को गरे। त्यहाँ टिक गर्ने बित्तिकै यहाँ बुक नाउ आएको छ। बुक नाउमा टच गरिसकेपछि तपाईको जीमेलमा मेसेज आउनेछ, फ्लाइटको डिटेल्स आउनेछ है त। हस्त धन्यवाद।